नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित शुभ मुहुर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ। शुभ मङ्गलाचरण। ओ सुदर्शन महाज्वाल कोटि सूर्य समप्रभ अज्ञानान्धस्य मे देव विष्णु मार्गम प्रदर्शय। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2082 साल चैत महिना 29 गते आइतबार, तदनुसार अप्रिल महिनाको 12 तारिक सन् 2026, नेपाल सम्बत 1146 चौलागा, सूर्य उत्तरायण, वसन्ती ऋतु रौद्र नाम संवत्सर, वैशाख कृष्ण पक्षको आज दशमी तिथि, श्रवण नक्षत्र, साध्य योग, बवकरण, आनन्दाद योगमा आज गद योग परेको छ। सूर्योदय समय बिहान 5:45 भयो भने सूर्यास्त 6:26 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आजको दिन मकर राशि हुनेछ। चन्द्रमाको भाषा आज दक्षिण दिशामा, चन्द्रमाको स्वरूप कालो। आज कुनै पनि महत्त्वपूर्ण काम गर्दा कालो, रातो, पहेँलो, क्रिम, गुलाबी रङको वस्त्र धारण गर्नु शुभ मानिन्छ। आज भगवान सूर्य नारायणको दिव्य बार ओम गणेशूर्याय नमः। आज आइतबारको दिनमा तुलसी पत्र टिप्नु हुँदैन। आइतबारको दिनमा विशेष गरेर भगवान सूर्य नारायणलाई अर्घ चढाउने, पूजा गर्ने। ओम श्री गणेशूर्याय नमः। यसरी भगवान सूर्य नारायणलाई प्रत्यक्ष देवताको दर्शन पूजन अर्घ दान गर्ने यस्तो दिव्य दिन आजको दिन रहन गएको छ। आज भद्रा रहेको छ। बिहान 9:34 देखि बेलुका 9:39 भद्रा तिथि रहनेछ दिनभरि भनिएको छ आजको लागि। र आजको दिनलाई विशेष गरेर आज दशमी भनेको पूर्ण तिथि हो। आज पूर्ण तिथिमा गरेका कामहरू पूर्ण हुने, सफल हुने दिन पनि छ। बारका देवता भगवान सूर्य हुनुहुन्छ। र आजको दिन के कस्तो छ त भन्दा आज तुलसी पत्र नटिप्ने, शरीरमा तेल नलगाउने, कपाल नकाट्ने, नयाँ काम सुरु पनि आज नगर्दा पनि हुन्छ, तर गर्ने पर्यो भने गर्दा पनि हुन्छ। पूर्ण तिथि 12 अलि खरो तिथि, अति राम्रो पूर्ण तिथि हो आज। अब आजको दिनलाई विशेष गरेर सकेसम्म यो आइतबारको दिनमा तुलसी पत्र पनि नटिप्ने भनिएको छ। आइतबारको दिन ब्रह्मचर्यत्व धारण गर्नु अत्यन्त शुभ फल प्राप्ति हुन्छ, यस्तो शास्त्रमा उल्लेख गरिएको छ। र आजको दिनलाई विशेष गरेर आजको दिन मेष राशिको लागि घातबार भनिएको छ। मेष राशिलाई घात भनिएको छ, अन्य राशिको लागि भने राम्रै देखिन्छ। अब आजको दिन कुनै नयाँ काम गर्ने तयारीमा हुनुहुन्छ, देश विदेश जान लाग्नु भएको छ भने उत्तम शुभ समय आजको लागि। बिहान 8:53 देखि 10:29 लाभ बेला, र दिउँसो 1:40 देखि 3:15 शुभ बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झिराखे राम्रो ज्ञानको कुरा। अब आउने 83 सालमा सङ्क्रान्ति दाहिने हातमा हुनेको नाम यस प्रकार रहेको छ। दक्ष गरे स्त्री लाभ भनिएको छ। दाहिने हातमा हुनेकोलाई लक्ष्मीले वास हुने, नारीको लाभ हुने, बिहा नभए विवाह हुने, विवाह भए श्रीमती अनुकूल हुने, श्रीमती पनि राम्रो भए अरू नारीबाट सहयोग मिल्ने। नारी भन्नाले लक्ष्मीको पनि रूप मानिन्छ, धनलाभ मानलाभ हुने यस्तो। अब कुन अक्षर छन् त आजको दिन लक्ष्मी लाभ हुने 83 साल सङ्क्रान्ति 1 गतेको लागि? जसको राशिको नाम केबाट आयो, कोबाट आयो, ह, हा, हि, हु, हे, हो, ड, डा, डी, डु, डे, डो यतिसम्म आयो भने सम्झिनुहोस् दाहिने हातमा सङ्क्रान्ति छ, स्त्री लाभ अति राम्रो। प्रस्तुत छ आजको लागि मेष राशिको राशिफल। मेष राशि, आज मेष राशि हुने तपाईहरू सबैको दिन यहाँको लागि आज दैनिक ग्रह गोचर अत्यन्त दिव्य देखिएका छन्। आज कुनै न कुनै कामले रोमाञ्चक दिन आज तपाईँको देखिनेछ। तपाईँलाई ठुला बडाले सहयोग गर्नेछन्।
तपाईँले आटे ताकेका काम आज पुरा गरेर राम्रो नाम दाम इनाम कमाउने दिव्य दिन आएको देखिएको छ। वृष राशि, वृष राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि सामान्य रूपमा गुज्रिनेछ। तपाईँको मेहनत र लगनशीलताले मात्रै साथ दिने दिन हो आज। तर अलिकति हेलचेक्राइले गर्दा काम बिग्रिन पनि सक्ने हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ। वृष मिथुन राशि, मिथुन राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने दैनिक ग्रह गोचर अलिकति अप्ठ्यारा छन्। अष्टमी व्याधिर उत्तम, कसैलाई पेट दुख्ने, कसैलाई खुट्टा दुख्ने, कसैलाई टाउको दुख्ने, कसैको पैसा हिनामिना हुने राम्रो दिन छैन। ध्यान दिएर काम गर्नु, विचार पुऱ्याएर काम गर्नु, कसैको लैमा नलाग्नु बस। कर्कट राशि, कर्कट राशि हुने तपाईँको दिन भने अत्यन्त उज्जवल दिन, राम्रो दिन, सफलताको दिन आज। महत्त्वपूर्ण कार्यमा शरीक भइएला, भाग्यले पनि साथ दिएला। सोचे आँटेका कामहरू पुरा हुँदै जाने दिन आज तपाईँको देखिन्छ। सिंह राशि, सिंह राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज राम्रै कामहरू बन्नेछन्। आजको दिन नयाँ नयाँ कामहरू गर्ने अवसर जुटिरहेको छ। दैनिक ग्रह गोचरहरू अत्यन्त राम्रो भएको हुनाले भाग्योदयपूर्ण दिन यहाँको देखिएको छ। आजको दिन तपाईँले सोचे भन्दा राम्रो प्रगति उन्नति गर्ने दिव्य दिन यहाँको रहेको छ। कन्या राशि, कन्या राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने दैनिक ग्रह गोचर यहाँको लागि आज मध्यम देखिएको छ। धेरै जसो काम राम्रो हुने, तर कुनै कुनै काममा अलिकति अडचन बाधा पनि पर्न सक्छ। सावधानीपूर्वक काम गर्नु यहाँको लागि उचित हुने आजको दिन देखिएको छ। तुला राशि, तुला राशि हुने तपाईँको लागि भने आजको दिन त्यति राम्रो छैन। अनावश्यक दौडधुप हुने, काम बिग्रिने, मन चञ्चल हुने, खर्च धेरै हुने, आय कम हुने आजको दिन छ। सावधानी भएर काम गर्नु राम्रो हुनेछ। वृश्चिक राशि, वृश्चिक राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने राम्रो दिन हो। आज तृतीय धन सम्पत्ति आर्जन गर्ने, भाग्यले साथ दिने, चौतर्फी उन्नति, प्रगति, लाभको योग आज यहाँलाई ग्रहले जुटाएको छ। धनु राशि, धनु राशि हुने तपाईँको मुखमा आज सरस्वतीले वास गरिन्छन्। तपाईँले बोलेको बोली पुग्नेछ। दैनिक काम कारोबारबाट विशेष लाभ मिल्ने, भाग्योदय पूर्ण दिन आज यहाँको देखिएको हुनाले सोचे आँटेका कामहरू पुरा हुने आजको दैनिक ग्रह गोचर तपाईँको लागि राम्रो देखिएको छ। मकर राशि, मकर राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आद्य चन्द्र श्रीयम गुरियात, ऐश्वर्य प्राप्त हुने, भाग्यले साथ दिने, सोचे आँटेका कामहरू सबै बन्दै जाने दिव्य दिन यहाँको देखिएको छ। कुम्भ राशि, कुम्भ राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज दैनिक ग्रह गोचरलाई न्यालेर अलिकति कुनै काममा अलि दौडधुप धेरै होला, मन चञ्चल होला, जसलाई विश्वास गर्यो घात पनि हुन सक्ने हुनाले सावधानीपूर्वक काम गर्नु राम्रो हुनेछ। मीन राशि, मीन राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने दैनिक ग्रह गोचर यहाँको लागि अत्यन्त राम्रा ग्रहहरू चलिरहेका छन्। सोचे आँटेका कामहरू पुरा हुँदै जाने, लक्ष्मी दाहिने, गणेश सम्मुख, चौतर्फी उन्नति, प्रगति, सफलताको योग आज यहाँले ग्रहले जुटाएको छ। अवस्था नै राशिफलका साथ आजको दिन यहाँहरू सबैको जय हो, सबैको मङ्गल होस् भन्दै म बिदा हुन्छु। यहाँहरू सबैको दिन शुभ होस्। ओम मङ्गलम भगवान विष्णु, मङ्गलम गरुडध्वज, मङ्गलम पुण्डरीकाक्ष, मङ्गलाय तनो हरि।